केपी ओली विरुद्ध लगेका जेनजी नेता सुदन गुरुङ नै यतिखेर केपी ओलीको पक्षमा लागेका छन्। केपी ओली र सुदन गुरुङ दुवैजना संसद पुनर्स्थापनाको आवाज उठाइरहेका छन्। केपी ओलीको पछि लागेर संसद पुनर्स्थापनाको माग गर्न थालेपछि जेनजीहरू पनि सुदन गुरुङसँग रिसाएका छन्। जेनजी अगुवा रक्षा बम, भावना राउत, तनुजा पाण्डेहरूले संसद पुनर्स्थापनाको माग गलत भएको भन्दै सुदनको आलोचना गरेका छन्। केपी ओली विरुद्ध लडेका सुदन गुरुङले फेरि केपी ओलीको पछि लागेर संसद पुनर्स्थापनाको आवाज उठाउन थालेको भन्दै चर्को विरोध भइरहेको छ। जेनजी आन्दोलनको उद्देश्य संसद पुनर्स्थापना होइन। संसद पुनर्स्थापना त केपी ओली र शेरबहादुर देउवा जस्ता पुराना नेताको माग हो। सत्ता गुमाएका ओलीको माग हो संसद पुनर्स्थापना। देशलाई सही दिशामा लैजान फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन एकमात्र विकल्प हो। जेनजी आन्दोलनले केपी ओलीको सत्ता उखेलेपछि सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको हो। यो सरकारले नयाँ जनादेशका लागि संसद विघटन गरेर चुनावको मिति तोकेको हो। तर चुनावका 2 महिना मात्र बाँकी रहँदा सुदन गुरुङ जस्ता जेनजीका नेताहरू नै ओलीको हनुमान बनेर संसद पुनर्स्थापनाको राग अलाप्न थालेका छन्। ओलीको सत्ताले 76 जनाको निर्मम हत्या गरेको बिर्सेर सुदन गुरुङ कसरी संसद पुनर्स्थापनाको माग राख्न सक्छन्? जेनजी आन्दोलनको मर्म संसद पुनर्स्थापना थियो त? जेनजी आन्दोलनको मर्म संसद पुनर्स्थापना थिएन। जेनजी आन्दोलन केपी ओलीको तत्कालीन सरकार र सदनलाई असान्दर्भिक मात्र होइन, असफल पनि बनाएको हो। त्यही असान्दर्भिक र असफल संसदलाई बिउताएर सुदन गुरुङले के चाहेका हुन्? त्यो असान्दर्भिक र असफल संसद त केपी ओली बाहेक अरूलाई किन चाहियो? संसद पुनर्स्थापनाले केपी ओली जस्तोको इगो शान्त होला, शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने सपना पूरा होला। तर जेनजीका मान पूरा हुँदैनन्। जेनजी आन्दोलनको मर्म पूरा हुँदैन। 76 जनाको बलिदानी संसद पुनर्स्थापना लागि थिएन। आम जनताको विश्वास गुमाइसकेको संसद बिउताएर नेपाललाई फेरि कांग्रेस र एमालेको म्युजिकल चेयर बनाउने षड्यन्त्रमा सुदन गुरुङ किन सामेल भइरहेका छन्? जेनजीका माग पूरा गर्न, 76 जनाको बलिदानीको सपना पूरा गर्न ताजा जनादेश अनिवार्य छ, चुनाव अनिवार्य छ। केपी ओली जस्ता प्रतिगामीलाई मात्र यो सरकार ढालेर आफ्नो सरकार बनाउनु परेको छ र यसैका लागि केपी ओली संसद पुनर्स्थापना भनिरहेका छन्। केपी ओली आफ्नो इगो पूरा गर्न संविधान मासेर संसद पुनर्स्थापना गरेर आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छन्। राष्ट्रपति रामचन्द्र पौडेलका शब्दमा भन्ने हो भने केपी ओली फेरि एकपटक संविधानमा छेडखानी गर्न खोज्दैछन्। केपी ओलीको यो षड्यन्त्रमा सामेल हुँदैछन् जेनजी नेता सुदन गुरुङ। त्यसकारण अब जेनजीहरूले थप सचेत हुनुपर्ने समय आएको छ। जेनजीहरू यतिखेर ओली जस्ता प्रतिगामीबाट सचेत हुनु नै पर्छ। आफ्नै साथी भनिएका सुदन गुरुङ जस्ताहरूबाट झन सचेत हुनुपर्छ।